नमस्ते साथीहरू, मेरो चायापोतो चाहिँ 100% गएको होसिस कसरी गएको भनेर सोध्नुहुन्छ। होइन, मेरो 100% गइसकेको छैन, अलिअलि चाहिँ मेरो बाँकी नै छ। मैले चाहिँ नाइट क्रिम आफैले घरमै बनाएर लगाउँछु। नाइट क्रिम भनेर कुनै बजारमा विशेष किनेर मैले अहिलेसम्म लगाएको छैन। मैले आफै बनाउँछु, आफै लगाउँछु। अनि मैले बनाउँदाखेरि पनि त्यो धेरै बनाएर राखेर अनि हप्ताभरिलाई लाउने चाहिँ मैले त्यस्तो गर्दिनँ। मैले जुन लगाउने हो त्यही उतिखेरै बनाउँछु, उतिखेरै लगाउँछु। आज चाहिँ मैले बेबी ओइल लिएको छु भने त्यस्तै गरी भ्यासलिन लिएको छु। मैले यो दुईटालाई मजासँगले मेरो हत्केलामा मिक्स गर्दैछु, हेर्न सक्नुहुन्छ। यो चाहिँ मजासँगले क्रिम जस्तो भइसके पछाडि हजुरले अनुहारमा मजाले फेस वास गरेको सफा अनुहारमा चाहिँ मजाले एप्लाई गर्ने। अनि एप्लाई गरेर हजुरले फेस योगा मस्तले गर्ने। अनि 2 देखि 3 मिनेटसम्म मजाले फेस योगा गर्ने, जसले तपाईँको अनुहारको चाहिँ ब्लड सर्कुलेसन चाहिँ एकदमै धेरै राम्रो गर्छ। अनि त्यस पछाडि हजुरहरूले पानी प्रशस्त मात्रामा खान पर्यो। मैले यो हरेकचोटि भनिरहेको हुन्छु। हेर्न सक्नुहुन्छ नजिकबाट मेरो फेस मेरो पनि धेरै चाहिँ गएको छ, अलिअलि चाहिँ बाँकी नै छ। आजको कमाल भनेको चाहिँ बेबी ओइल र भ्यासलिनको। धन्यवाद।